हेलो एन्ड गुड मर्निङ एभ्रिवान। आजको मौसम चाहिँ हल्का तपाईँलाई के भन्नु, कुहिरो पनि नभनौँ, अब कस्तो दिउँसो पनि यस्तै हुन्छ, अहिले पनि यस्तै हुन्छ। रुटिन अफ नेपाल बन्दलाई हिजो एउटा पोस्ट हाल्नु भएको थियो। त्यो पोस्टमा चाहिँ यस्तो लेखेको थियो, काठमाडौँ चाहिँ नम्बर 1 चाहिँ अलिक पोल्युटेड सहर भनेर। होला पनि दिउँसो पनि निलो बादलै देखिन्न, खोइ डिफ्रेन्सै देख्न सकिन्छ। 2024-25 एकै वर्षमा यस्तो हुन्छ। यो ठाउँको नाम चाहिँ जौलाखेल हो। यहाँ चाहिँ तपाईँहरूले बिहान बिहानै आएर यसरी व्यायाम गर्न सक्नुहुन्छ। आफ्नो शरीरलाई तन्दुरुस्त राख्छ, नि शुल्क रूपमा हुन्छ। मान्छेहरू टन्नै आउँछ यहाँ बिहान बिहान साइक्लिङ गर्न। ओए ओए आए पत्तो भन्ने बुढो आजभोलि कता छ होला। त्यो बुढोले नि बहुतै मार्केट खाते एकताली। यहाँ त प्रधानमन्त्री सूर्य आइहाल्यो। जोसुकै सुतुन, हामी चाहिँ टाइम हेर्छौँ 4 3 2 1। त्यसपछि हामी भ्याट्टै बटाएर जान्छौँ यहाँ साइडबाट, लबी मलको साइडबाट हुँदै। के हो हस्की ढस्की हो नि हो, कत्रो मोटे हो। यसलाई पाल्न त गाह्रो हुन्छ भन्ने 3 किलो मासु हान्छ अरे। सुने भयो त अनि नेपालीको बानी सुन्दिनी भन्दिनी। तरकारी के मोटरसाइकल भर्री बोकेर गएको त। ओइ कहाँ यसो काला भोजिया। आज अरू दिन अलिक धमिलो छ के भयो। यत्रो बनाएर चाहिँ भित्तामै सबैमा बनाउँछ बनाएपछि है धम्मीदेखि। अब हामी यहाँबाट यतातिर जान्छौँ। यता सिधै गयो भने चिट। यो गीत चाहिँ मैले किन बजाएँ भने यहाँ सिधा बाटो छ, अलिकति बटार्न पाइन्छ, त्यही भएर अलिक एक्साइटेड अलिकति यो गीत राम्रो लाग्छ, त्यही भएर क्या। द्याट्स वाइ नाइस। घाम पनि झुल्केर रहेछ, खोइ त बादलले होइन फोहोरले छेकिएको थियो। त्यही पनि नाइस, रातो टिका जस्तै टबाको छ। सो भिडियो कस्तो लागिरहेको छ अहिलेसम्म यसो प्रतिक्रिया दिनु होला, यसो कमेन्ट गर्नु होला। कुन कुरा राम्रो लाग्छ, कुन कुरा राम्रो लाग्दैन, अनि कस्तो के सुधार्नु पर्छ, सबै कुरा यसो कमेन्टमा लेखिदिनु होला। हामी जस्तो नयाँ क्रिएटरहरूलाई चाहिँ अलिकति आइडिया हुन्छ नि, के गर्ने कसो गर्ने। अब अहिलेसम्म चाहिँ आफूले बेस्ट दिए जस्तो लाग्छ। सो लेट्स सी आगामी दिनहरूमा कस्तो हुन्छ। यहाँको यो कुकुरहरू सधैँ लोहार्थ्यो, आजभोलि चुप लाएर बन्न थाले। सो अहिले चाहिँ कलेज छुट्टी भयो, हामी चाहिँ कलेज छुट्टी भएर हामी चाहिँ सिधै घर जान्छौँ। सिधै यहाँबाट स्लोली ड्राइभिङ। के हो यहाँ फेरि आशिका तिल्ला बोलाउनु पर्छ है क्या। केटाहरू त भित्ता भत्काउने काम गरिरहेको त हौ, यस्तो गर्नु भएन। हिजो सिजा फुटाएर छरपष्ट थियो, आज सफा भएछ जे भयो नि। ठिक छ है, ठिक छ। चिसो हावा खाँदै हामी चाहिँ सारा बाइक हिँड्यौँ। प्याप हटी जाइयो त हामी के भन्छु भने, नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। पुरानोले यसो बेल आइकन हेरेर भिडियोमा लाइक र 1-2 जनामा सेयर गरिदिनु होला है त। ल ठिक छ है, सपोर्ट चाहिँ आओस् है साथी। सपोर्ट आयो भने अलिक दामी हुन्छ क्या।
अस्ति भिडियो गरेँ ती यहीँ आएर फेरि यहाँ आएर हेर्छु त भिडियो त स्टार्टै भएर हिँड्छ। त्यो दिन कस्तो दामी भएको थियो, मतलब अलिअलि नाइस भएको थियो। हामी चाहिँ खै साइडै दिँदैन त हो आए कागज बोतल अहिले चाहिँ काफल पाक्ने सिजन हो। कतिजनाको घर चाहिँ पाहाडमा छ भने उहाँहरूले चाहिँ काफल खानु पाउनु भयो, हामीले त पैसा तिरेर खानुपर्छ, तर हामी खाँदैनौँ। दिस इज आवर कला। अहिले चाहिँ जामबाट हामी कट्यौँ। जामको भिडियो चाहिँ मैले राखिनँ किनभने अब जाम हेर्दा हेर्दा मान्छेहरूले भिडियो स्किप गर्दैला नि फेरि, त्यही भएर मैले जानी खुद कट गरेर आएको छु है। मामा हाम्रो मामा ठुलो मामा। हामी एउटा लेफ्ट साइड। अहिले समय दिउँसोको टक्क 12 बजेर रहेछ। खाली पेट खाली खल्ती, अलि थोरै पढाइ लिएर हामी ओइ के हो त्यो, यो देख्ने बित्तिकै हामीलाई बच्चाको याद आउँछ क्या। बच्चामा टडो घरमा यस्तो मिरिन्डा ड्युहरूको गाडी हुन्थ्यो, अनि हामी चाहिँ के सोच्थ्यौँ भने एउटा फाट्टा यसो खुसुक्क टप्काउने अनि कुनाबाट खाने भन्नुभयो। तर त्यो प्लान चाहिँ कहिले कामयाब भएन। अब याद दिलाइदिउँ कता उता जाँदैछ। बाई बाई आवर चाइल्डहुड। अरे कालिया कस्तो काली हो त हौ। ओहो के यार, केटिएम किनी लड्की पठाउनु पैसा हुन्छ कि यार। नाइस युएफएक्स मल हो, तपाईँ फिल्म पनि हेर्नु सक्नुहुन्छ। लभी मल हो त्यो पछाडि चारवटा खान्छ। कस्तो लामो गाडी हो, कोही हान्दियो त हान्दियो भाग सायद झुकेर भयो होला। अलिक थोरै कटन गरेको होला, खबर अलिक खुली गरी हाल्नु छ। मान्छे राम्रो रहेछ, नत्र त यति बेला अरू मान्छे भएको थियो। यसो किन भयो चलाउनु बस्यो एउटा राइडर भयो, अर्को राइडर। हामी पनि किन्नु मैले ठुलो भएपछि। एक्सपल्स फेभरेट बाइक, तपाईँको कुन फेभरेट बाइक हो? अनि के उडी चुप्पा अरे 99मा सबै लाग्नुहोस्। उडी चुप्पा 99मा सबै लाग्नुहोस्। यो चाहिँ एकान्तपुर आउँछ। ट्राफिक प्रहरी आरबिआई। वाउ ब्रो, दिस इज कल्ड रेस्पेक्ट म्यान, रेस्पेक्ट। नाइस। यहाँबाट लगभग अब घर पनि आउला। सो आजको लागि चाहिँ यति नै गर्नु पर्ला। अहिलेसम्म हेरिरहनु भएका सबैलाई धेरै धेरै धन्यवाद। अनि मौसम अलिक चेन्जेबल छ, अलिक पोल्युटेड सहर हो, आफ्नो ख्याल राख्नु होला। यति भन्दै हेभ अ गुड टाइम। धन्यवाद, शुभ दिन।